नमस्कार, म सुयोग अधिकारीको तर्फबाट साथीहरू तपाईँलाई तन्त्र ज्योतिषमा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू आजको व्यवसायमा मैले तपाईँहरूको बिचमा एउटा अत्यन्तै महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्दैछु। त्यसो त यो जानकारी चाहिँ वशीकरणसँग सम्बन्धित छ। आजको व्यवसायमा मैले जुन जानकारी दिँदैछु, यो जानकारी चाहिँ कस्तो भन्दा तपाईँले मैले बताएको चिज तपाईँले प्राप्त गर्नुभयो र यसको प्रयोग गर्नुभयो भने यो चाहिँ एउटा वशीकरण टीकासँग सम्बन्धित छ। तपाईँले त्यो टीका धारण गरेर जानुहोस्। तपाईँले त्यो टीका धारण गर्दै गर्दा तपाईँलाई जसले देख्छ त्यो व्यक्तिले तपाईँलाई मन पराउँछ। तपाईँले नियमित रूपमा त्यो टीकाको धारण गर्नुहोस्। तपाईँसँग व्यक्तिहरू आकर्षित हुन्छन् र नियमित रूपमा तपाईँले त्यो टीकाको धारण गर्नुहोस्। तपाईँका उप लक्ष्मीको कृपा पनि अनिवार्य बनिरहन्छ। त्यसको लागि तपाईँले एउटा चिजको चाहिँ जोगाड गर्नुपर्छ, एउटा चिज खोज्नुपर्छ है। त्यसको लागि चाहिँ तपाईँले शुक्रबारको दिन पारेर पहिल्यै चाहिँ तपाईँको घर वरिपरि डुम्रीको बोट कहाँ छ त्यहाँनिर चाहिँ पहिलो कुरा डुम्रीको बोट पत्ता लगाउनुहोस्। सकभर यस्तो ठाउँ हेर्नुहोस् जहाँ चाहिँ धेरै मान्छेहरू आउजाउ नगरून् है। बाटोको किनारतिर नपरोस्, बाटोभन्दा अलि भित्र बारीभित्र भएको स्थान परोस् जुन तपाईँको लागि चाहिँ सजिलो हुन्छ। शुक्रबारको दिन जानुहोस्, पहिला त्यसको चाहिँ फेदमा खताल्नुहोस् र त्यो जरादेखि नै बनाउनुहोस्। अनि त्यस पछाडि चाहिँ तपाईँले अलिकति चाहिँ चामल अनि त्यस पछाडि एउटा सुपारी र एउटा सिक्का पैसा चाहिँ त्यहाँनिर चाहिँ त्यो बोटको चाहिँ फेदमा राखिदिनुहोस् र तपाईँले हात जोड्नुहोस्। हे वृक्षराज, म तिमीलाई आज राति लिन आउँदैछु, तिमी मेरो साथमा गएर मेरो कार्य सिद्ध गर्नु है भनेर चाहिँ तपाईँले त्यहाँ चाहिँ प्रार्थना गर्नुहोस्, हात जोड्नुहोस् होइन। त्यो बोटलाई चाहिँ तपाईँले दाहिनेतिरबाट 3 पटक घुम्नुहोस् र तपाईँ घर जानुहोस्। अनि त्यस पछाडि जब रात पर्छ, मध्यरातको समयमा चाहिँ त्यो बोट कहाँनिर छ मैले तपाईँलाई अघि पनि भनेको थिएँ नि, सकभर बाटोको छेउमा नपार्नुहोस्, अलि भित्रपट्टि पार्नुहोस् है भनेर भनेको थिएँ नि। तपाईँ घरबाट निक्लिएर जानुहोस् है, एउटा हँसिया लिएर जानुहोस् अथवा आरो केही लिएर जानुहोस् र चाहिँ तपाईँ चाहिँ त्यो बोटको नजिकै पुगे पछाडि सर्लक्क तपाईँले कपडा खोल्नुहोस्। निर्वस्त्र हुनुपर्छ, तपाईँको शरीरमा एउटा जनै पनि हुनु हुँदैन र तपाईँको शरीरमा कोही कुनै बाँधेको ताबिज आदि पनि हुनु हुँदैन है। धागोले बाँधेको कोही कुनै ताबिज पनि हुनु हुँदैन। त्यो बोटभन्दा अलिकति पर चाहिँ त्यो कपडा खोलेर राख्नुहोस् र तपाईँले त्यसलाई काट्नुहोस्। त्यो जरा जुन तपाईँले चाहिँ खोताले ठिक्क पार्नु भएको थियो त्यो जरा काट्नुहोस्। अनि त्यसपछि त्यो जरा काटिसके तपाईँ जानुहोस्, आफ्नो कपडा लगाउनुहोस् अनि तपाईँले त्यो जरा लिएर आउनुहोस्। अनि त्यो जरा लिएर आइसकेपछि तपाईँले चाहिँ घरमा ल्याउनुहोस् होइन। त्यसलाई त्यत्तिकै राखिदिनुहोस् र भोलिपल्ट शनिबारको दिन तपाईँले त्यसलाई धोइ पोखाली गर्नुहोस् र त्यसलाई चाहिँ तपाईँले त्यसको जुन जरा छ नि त्यो जरा घोटेर चाहिँ त्यसको टीका धारण गर्ने गर्नुहोस्। तपाईँलाई जसले देख्छ त्यो व्यक्ति वशीकृत अनिवार्य हुन्छ है। तपाईँलाई मनै नपराउने व्यक्तिले पनि तपाईँलाई मन पराउन थाल्छ। यदि तपाईँसँग मैले बताएको विधिद्वारा निकालेर ल्याएको जरा छ यदि भने र विगतदेखि तपाईँले प्रयोग गर्नु भएको छ भने तपाईँ गरिब चाहिँ हुन सक्नुहुन्न है। किन त भन्दा लक्ष्मीको पनि श्रेष्ठ कृपा बनाइराख्छ यसले। र तपाईँले चाहिँ जुनसुकै ठाउँमा जानुहोस्, तपाईँ कुनै पनि डिल गर्न जानुहोस्, कुनै पनि व्यापार व्यवसायिक आदि चाहिँ क्रियाकलापमा जानुहोस्, तपाईँले त्यसको टीका धारण गरेर जानुहोस्। तपाईँले भनेको कुरा दोस्रो व्यक्तिले खान्छ होइन। तपाईँले चाहिँ नि त्यो टीका धारण गर्नु भएको छ यदि भने तपाईँले गरेको लगानी पनि फल्ने फुल्ने हुन्छ। तपाईँलाई गरिब हुन पनि दिँदैन, 1 नम्बर कुरा। 2 नम्बर कुरा, तपाईँले चाहेको व्यक्तिलाई वशीकृत गर्न सक्नुहुन्छ। यो पुरुषले पनि गर्न सक्नुहुन्छ, महिलाले पनि गर्न सक्नुहुन्छ। तर तपाईँहरूले चाहिँ फेरि निकालेर ल्याएको चाहिँ जसले निकालेर ल्याउनु भयो नि त्यसले मात्रै प्रयोग गर्न सक्नुहुन्छ। किन त त्यसको एउटा विधान हुन्छ। त्यो विधानले चाहिँ तपाईँको जसले निकालेर ल्याए पनि जसले पनि काम गर्न मिल्ने विधान हुन्छ। तर त्यो विधान चाहिँ यहाँनिर चाहिँ मैले सार्वजनिक गर्नु मिल्दैन होइन। त्यो कारणले गर्दा तपाईँले निकाल्न सक्नुहुन्छ, आफ्नो लागि निकाल्नुहोस् है र तपाईँले लाभ लिनुहोस्।